ल आऊ आऊ दिदीबहिनी कता छौ लौ न नि कता छन् भाइ दिदीबहिनीहरू दिदीबहिनी कता हेरी जाऊ म यता छु भाइ माइला बा सन्चै छौ यहाँ आइछु नि भाइ उहाँ हेर्छिन् भाइ हेरी कति छिन् भाइ सन्चै छौ बा तिमी चमेली होइन कति मोटा के हो भाइ यत्रो दाउरा थिइन् भाइ यति थाहा थियो नि मोटा हुँदै भाइ राम राम भाइ पोइ थाहा छ नि पोइ यही छ नि यही अहिले कहाँ हरायो त नि भाइ लौ कताबाट जानियौँ भाइ भाइ भाउजू नमस्कार सन्चै छेउ म त भाइ हेर न भाइ 2 महिना कि 8 महिना कि भयो अनि कसरी पाउयो के अरे पाउने सिकाइदियो है मलाई तिमीले कसरी पाऊ अपरेसन गरेर कि नर्मल हो कतिवटा पाऊ अब नपाऊ है भाइ छोडा भाइ बोल्दा बोल्दै यहीँ झर लगाए भाउजू सन्चै छु लौ कता हो भाइ ल सन्चै नमस्कार है लौ नमस्कार गरे भाइ आहा कति राम्रो मान्छे आउनुभयो रहेछ भाइ यहाँ त नमस्कार है नमस्कार हजुर ठिक्क गरौँ छोटो गर कि ठिक्क आएर ठिकै त भएछ त नि भाइ दिदीबहिनी सन्चै छौ ओहो नि 8 महिना कि गर्भवती हुँ भाइ म त अब मेरो नुहारमा सबै आउन पर्छ है अनि यहाँ कस्तो राम्रो लेखनाथ महोत्सवमा कति राम्रो राम्रो गीत गाएका हुन् है साह्रै राम्रो नै लेखनाथ महोत्सव त साह्रै कस्ता राम्रा राम्रा रोथौलीका गीत पनि त्यस्तै राम्रा है तर अहिले एउटा के रोथौली हो नेत्रपानी दाइ के रोथौली हो त्यस्तो लाउरे दाइ छुट्टीमा लाउरे गयो सुपारी यही रह्यो लाउरेको सुपारी यही रह्यो अरे कहाँ रह्यो सुपारी लाउरेको सुपारी यही रह्यो अरे के किन त्यो त भन्ने अन्त म पनि टाउको नि छोकियो 8 महिनाको पेट पनि बोकियो अरे भाइ अहिले झर्दैन 9 महिना नभई झर्दैन त्यस्ता गीत भाइ आज बोल्छ अनि एउटा गीत छ क्या भाइ अहिले एकदम राम्रो छ अनि यहाँ रोतोलीमा लुठा लुठिनी भएर आएका छन् फेरि दुला दुलै पनि भएर आएका छन् है फेरि त्यो दुलै पनि आमा केटो नपाएर केटी नै दुलै भएर आएछन् भाइ फेरि यो केटो मान्छे केटी बन्नु पर्यो भने सुन्तलालाई आयो नि यो केटी मान्छे केटो बन्दाखेरि कहाँ के राख्ने हो अन्यत्र मानिँदै कति मिठो मुस्कान छ आँटी यतै बोलाउनु पर्यो हजुर ल अब हजुर त आउनै परेको नि 1 मिनट त आउनु पऱ्यो नि भाइ मार्दिन आउनु ल हस् मकै फुट्न हाँडी चाहिन्छ कार्यक्रम चलाउन नेत्र पानी चाहिन्छ हो के नभन त ल नेत्र पानी दाइले गर्दाखेरि आज यत्रो लेख्ने महोत्सव भएको छ उहाँले यति मिठो तरिकाले कार्यक्रम चलाउनुहुन्छ जोरदार ताली बजाउनुहोस् त दिदीबहिनी हजुरले कति मिठो तरिकाले कार्यक्रम चलाउनुहुन्छ ल यहाँ ढाड चिरा बनाइदिनु भनेर बोलाएको भाइ बनाइदिनु न आफ्नै बुढीको कराउँछन् अर्का के कराउँदैन अहिलेका गीत के दिदीबहिनी हो अहिलेका गीत कस्तो राम्रो राम्रो रौतौलीका गीत छन् कति राम्रो छ सुन्दा नि राम्रो छ नि भाइ अहिले त कति छाडा गीत आएको नि भाइ एउटा गीत सुनि हौ भाइ यो तिजको भनौँ कि नभनौँ त्यस्तो लाजै मर्दो गीत पहिला कति राम्रो गीत हुन्थे है माली गाईलाई काटेका दामला कता खिच्न आएको पेट खिच्न आउने अर्काको ल खिच्नुहोस् भाइ भाइ
कस्तो राम्रो के माली गाईलाई काटेका दामला मेरो माया छोडेर कहाँ जाम्ला। पहिला गाईका गीत कति राम्रो हुन्थे। अहिले अस्तिको तिज आएको गीत हेर्नुहोस् त गाईको गीत कस्तो। हे गाईले गोरुलाई भैँसीले रागालाई बाह्रले बोकालाई कुखुराले भालेलाई गरे चाहिँ मलाई माया गर खुट्टैमा निल्परो धरीले भिजायो गाउँघरमा तिज आयो ऐया ऐया। त्यस्तो पनि गीत हुन्छ भाइ। ए भैँसीले रागालाई माया गरे चाहिँ मलाई माया गर भन्ने हो नि त। अब त्यो के हामी भैँसी चाहिँ कराउने हो कि स्यान्दै भन त। अब के भैँसीले रागालाई माया गरे चाहिँ हर भने भन्ने। अनि यता बुढी फेरि सेम टु यु बुढो भन्ने। अनि बाख्राले बोकाले भन्दा गर्ने के गीत आएको भाइ त्यस्तो। अनि गोरुले भन्दा गर्ने साह्रै उत्ताउला गीत आयो। यस्तोहरू कति राम्रो रताउने गीत छ। अहिले एउटा गीत छ भाइ। अब हेर्नु न पहिलाको त ढुङ्गे धाराको भन्दा कस्तो राम्रो गीत हुन्थ्यो। ढुङ्गे धारामा तिम्रै नि माया लाग्छ संसार सारामा हुन्थ्यो नि। अहिले त कलधाराको अरे कलधारा यस्तो हुन्छ। कलधाराको पानी छिरो अरे यस्तो कहाँ यस्तो यस्तो उत्ताउला गीत नल्याउनु काम क्या। यस्तै गीतलाई बिल लाउनु पर्छ कि पर्दैन दाइ। यस्तै टिमटिमा पर्छन् भाइ। यता उतालो उतालो गीत नगाउनु आफ्नो भाइ। लौ हेर म त यस्तो बर्बाद छु त नि भाइ। नयाँ नयाँ सपना ल्याए। लौ नि विदेशबाट बुढो आउनु लाग्यो भाइ। मलाई त एकदम समस्या छ क्या दिदी बहिनी हो। अब के भन्दाखेरि है बुढो गएको 36 महिना 3 वर्ष जति भयो है। म गर्भवती भएको 8 महिना भयो भाइ। अब मलाई त एकदम समस्या छ भाइ। अरू चिज भयो लुकाउनु मिल्थ्यो। पेट त जति लुकाउनु हुन्छ उति फुक्दो रहेछ। बुढो यही बेला आयो म त कता लुक्ने हो गाँटी के भन्ने हो। ल मेरो घर पनि आयो। ल गाउँ आउँदा कस्तो रमाइलो लाउँदो रहेछ। ए बुढी हजुर हजुर। ए यता फर्क न यता राचिन। यता फर्क न यता फर्क। हजुर यता फर्क न। म लाल लाउँछ भाइ। कति भइछ हेरौँ भनेर के मोटाइ छु। के भा ओ बुढो विदेशबाट आउँदा नि मोटाइ छु भने बुढीले हेर्दिनु भयो। ए बुढी यता फर्क न भनेको। फर्क हेरौँ के कति भइछ भनेर। ल बुढो बुढो तिमी लाउने नि लाउने नि मेरो बुढो ढलेको छ। लाउने नि यस्तै हुन्छ भनेर कि मेरो इधर कम इधर कम। तिमी बुढो म बुढी हेर हाम्रो बुढी। यो मायाको चिनो हो क्या बुढो। तिम्रो मेरो मायाको चिनो चिनो। यस्तो हरकतले त म त फेरि विदेशतिर हिँड्नु हो। बुढो आउनु आऊ बुढो सन्चै छौ। आऊ अङ्गल हालौँ। अङ्गलो हाल्नु मिल्दैन। सन्चै छौ बुढो। मेरो बुढो त विदेशबाट कस्तो भएर आएको नि भाइ। ल बुढो बधाई छ। अब यो कसको भन्। यो कसको भन्। लाउनु नि के भनेको नि यस्तो। यो कसको भन्। कसको भने तिम्रै हो। ए मेरो कसरी हुन्छ। लाउनु नि कसरी हो त के भनेको तिम्रो कसरी हुन्छ। जसरी भए पनि हेर बुढो जसरी हुन्छ जे गरेर हुन्छ एकदमै प्रक्रिया पुऱ्याएर कागज पत्र मिलाएरै भइछ क्या बुढो। ए कागज पत्र मिलाएर भइछ के काशीको सिडियोबाट मिलाइस। होइन बुढो मोबाइलको भिडियोबाट। मोबाइलको भिडियोबाट। मोबाइलको भिडियोबाट कसरी कागज पत्र मिल्छ। तिमीले विदेश हुँदाखेरि भिडियो कल फोन आएर होइन हौ मलाई। भिडियो कलबाट यस्तो हुन्छ। ल हुन्न त नि हो यस्तै भन्छन् भनेर मैले हेर दिदी बहिनी हेर बुढो मलाई भिडियो कल फोन नगर अडियो कल मात्रै फोन गर्दाखेरि भिडियो कल चाहिने तिमीलाई। थुतुमा हेर्न पर्ने अनि भिडियो कलमा यस्तो हुन्न। त्यही भएर पो जहिले नि भिडियो कल गर्दा टाउको मात्रै देखाउँथे। यस्तो पो रहेछ। त्यही भएर मलाई भिडियो कल गर्न मन लागेको थिएन क्या बुढो। मलाई साह्रै पिर पर्यो। म विदेश हुँदा को छिरो कसरी छिरो मेरो घरभित्र भयो। कसरी छिरो दुश्मन कसरी छिरो घरभित्र भयो। जसरी नेताहरूको घरभित्र पानी टन्कीभित्र करोडौँ करोडौँ युरो जसरी छिरो त्यसरी छिरो। पैसा छिर्नु
यो छिरी पार्किरा एउटै